कुनै पनि किसिमको तप जप ध्यान साधना गर्नुहुन्छ भने तपाईलाई चक्रको बारेमा जान्नै पर्ने हुन्छ। जसरी कुनै एउटा सक्सेसफुल चिकित्सकले रोग के लाग्छ अनि के औषधि दिनुपर्छ थाहा पाउन अघि शरीरले कसरी काम गर्छ, के अङ्ग प्रत्यङ्ग अनि के सिस्टम हुन्छ भन्दा थाहा पाउनुपर्छ। त्यसै गरी तपाईँले चक्रको बारेमा थाहा नपाइकन तपाईँको ध्यान साधना योगा सक्सेस हुँदैन, भने जस्तो लेभलमा पुग्दैन। पेट दुखिरहेको बेला टाउको दुखिरहेको औषधि दिएर सन्चो चाहिँ हुँदैन। आउनुहोस् यो भिडियोमा चक्र के हो राम्ररी बुझौँ। यो भिडियो हेरिसकेपछि तपाईँलाई त्यसपछि चक्रको बारेमा कन्फ्युजन नरहला। गाउँघरमा सिँचाइ गर्नलाई एक ठाउँ बोरिङ अथवा इनार ताल तलैयामा पानी हुन्छ, त्यसलाई चाहिँ पाइप बिछाएर खेतमा लगिन्छ। त्यो खेत लाँदाखेरि खेतको बिचतिर एउटा घर जस्तो बनाएर सानो ट्याङ्की जस्तो बनाएर त्यहाँबाट पानी सुरुमा आउँछ अनि कुलो हुँदै खेतमा पुग्छ। हो त्यो सानो घर जस्तो बनाएको त्यो ठाउँलाई चक्र जस्तै बुझ्न सक्नुहुन्छ। चक्रमा पनि मान्छेको ऊर्जा शरीरभरि पुर्याउँदै त्यो सानो घर बनाएर राखे जस्तो 7वटा ठाउँ हुन्छ। त्यो माथि सहसार अज्न विशुद्धि अनाहत मणिपुरा स्वाधिष्ठान र मूलधारा हुँदै मेनली 7वटा सानो कुलाकुलीहरू पनि छन्, तर 7वटा मेन त्यो पानी घर जस्तो जहाँबाट डिस्ट्रिब्युसन हुन्छ त्यो सेन्टरहरू हुन्छ 7वटा। अब यो सेन्टरमा त्यो कुलोको पानी जहाँबाट खेतमा जान्छ त्यो नै त्यसमा ब्लक भयो भने त्यो राम्ररी त्यसले पानी सञ्चालन गर्न सकेन भने सिँचाइ हुँदैन। त्यसै गरी यहाँ चक्र पनि तपाईँको सही रूपमा एक्टिभेट भएन, सञ्चालनमा आएन भने यसबाट हुने सिँचाइ चाहिँ पाइँदैन शरीरमा। हो त्यसरी चाहिँ यो ब्लक हुँदा तपाईँको शरीरमै प्रब्लम हुनसक्छ। जस्तो उदाहरणको लागि तपाईँको अनाहत चक्र चाहिँ एक्टिभेट छैन भने तपाईँको मुटु छाती फोक्सो अथवा किडनी त्यस्तोमा प्रब्लम हुनसक्छ। त्यही भएर यो तपाईँको र आध्यात्मिक सँगसँगै एउटा शारीरिक स्वास्थ्यको लागि पनि यो चक्र फुल्ली एक्टिभेट अथवा नियमित सञ्चालनमा आउनुपर्छ। अब यो भनिराख्दा सञ्चालनमै नहुने भन्ने हुँदैन, थोरै धेरैको कुरा मात्रै हो। तर तपाईँले खेतमा कम्प्लिट पूर्ण रूपमा सिँचाइ गर्नलाई कुलोबाट आउन सक्ने जति पानी आएर चाहिँदाखेरि सिँचाइ भयो भने खेतबाली राम्रो हुन्छ। त्यसै गरी तपाईँको चक्रले काम गर्न थाल्यो भने तपाईँले आँटे ताकेको व्यावसायिक रूपमा अथवा आध्यात्मिक रूपमा के खोज्नुहुन्छ त्यो पाउन सक्नुहुन्छ। अब यो प्रत्येक चक्रको बारेमा डिटेलमा बनाउनु छ भिडियो। अहिलेलाई यति बुझ्नुहोस् कि यो चक्र भनेको तपाईँको एउटा सेन्टर हो। चक्र जस्तै चक्र शब्दमै के छ भन्दा एउटा यस्तो भुमरी टाइपको आकार। यो भुमरी टाइपको आकार कसरी हुन्छ भन्दाखेरि मान्छेको शरीरमा 72,000वटा नाडी हुन्छ। जस्तै कुलो पानी बाँड्दा कुलो भयो जस्तो 72,000वटा सानो कुलो हुन्छ। अनि यो कुलोहरू चाहिँ यो ठाउँबाट यो एरियालाई सिँचाइ गर्नलाई यहाँबाट सञ्चालित हुन्छ। त्यसै गरी यहाँबाट सञ्चालित हुन्छ। यिनीहरू चाहिँ मेजर सेन्टर भयो। अनि यहाँ शरीरमा चारैतिर यहाँबाट जाने भयो ऊर्जा। कस्तो खालको ऊर्जा भन्दा प्राणिक एनर्जी भन्छ, त्यो चाहिँ यहाँबाट सञ्चालन हुन्छ। अब यो कुरा ध्यान योग साधनामा कसरी जोडिन्छ भन्दा जस्तै यो गिटार मैले त्यत्तिक बजाएँ भने बज्छ, तर कुनै मिठो धुन बज्दैन। त्यसको लागि मैले कुनै एक किसिमको कर्ड भन्छ, कुन स्ट्रिङलाई कहाँ दबाउने त्यही हिसाबले कम्बिनेसन मिलाएर बजायो भने मिठो बज्छ। भने जस्तो सुमधुर गीत बजाउन सकिन्छ। हो त्यसरी नै तपाईँले ध्यान गर्दा के को लागि ध्यान गर्दै हुनुहुन्छ? चेतना प्राप्तिको लागि गर्नु हो कि आफू बलियो हुनलाई गर्दै हुनुहुन्छ कि हो आफ्नो उद्देश्य हिसाबले यो चक्रहरूलाई एक्टिभेट त्यो चक्रलाई सञ्चालनमा ल्याउनुपर्छ। सञ्चालनमा ल्याउने धेरै माध्यमहरू छन्। जस्तै यहाँ नाम पढिराख्दा तपाईँले यता अक्षरहरू देख्नु होला, ओम ओम हम रम। हो यो शब्दको उच्चारणबाट पनि एक्टिभेट गर्न सकिन्छ। त्यही सँगसँगै शारीरिक योग व्यायामबाट पनि गर्न सकिन्छ।
सही तरिकाले तपाईँले ध्यान साधना योगा अथवा आफूले के कुराको खोज गर्दै हुन्छ त्यसको लागि त्यसको रुटमा गएर के कुरा आवश्यकता छ, शरीरको कुन चक्र कुन ऊर्जा आवश्यकता छ त्यो बुझेर त्यसलाई एक्टिभेट गरेर गर्नुभयो भने तपाईँको साधना सफल हुन्छ।